हेलो गाइज वेलकम ब्याक टु माई अनदर भ्लग है। आज चाहिँ हामी 0.बाट फर्किँदै थिएँ। सो सबैजनाले भन्यो चाहिँ फुलको त्यहाँ जान्छ फोटो खिच्नु भनेर चाहिँ सो युमथाङ भ्यालीको अपोजिटमा चाहिँ जाँदैछु हामी फोटो खिच्न है। तपाईँलाई कस्तो लाग्छ भन्नुहोस् होला, लाइक कमेन्ट सेयर गरिदिनुहोस् है। ठ्याक्कै भन्नुहोस् ल कस्तो लाग्छ। यसरी रिभर क्रस गर्नुपर्छ है। क्रस भयो। हामी पर फुल भोगमा गएको, खोइ बाटै छैन त अन्त। जुत्ता टुप्पै पछि गयो त अन्त। होइन ल तर्छ, साँच्ची तर्छ। यसरी पुलको हालत चाहिँ भत्केरै टेन्टहरू लगाएको छ। टेन्ट यहाँ फ्लावर भ्याली, युमथाङ भ्यालीको अपोजिटको जग्गामा जाँदैछ हामी चाहिँ। ल यस्तो चाहिँ खोला क्रस गर्नुपर्छ है। सक्दैन अरे, हात पक्रिनु अरे एउटालाई हो। खै खाँदै खोला चाहिँ दुईजना आउँदैछ। त्यही त दामी रहेछ नि। टेन्ट लगाएर छ, क्याम्पिङ गर्दैछ यहाँ। 2-3 दिन भयो देखेको यहाँ क्याम्पिङ गरेको है। भ्याली अफ फ्लावर चाहिँ उता नभएर यतापट्टि रहेछ ड्याममै। दामी रहेछ। त्यही त अरे है। बाप रे बाप, आँखा तिरिमिरी। यो लुङ्दर सब लडेछ त अन्त। हटाउ त लुङ्दर। यहाँ बाटो बनाइदिँदैछ। लुङ्दर पुरा लडेको रहेछ।
जता हेऱ्यो फुलै फुल मात्रै भ्याली अफ फ्लावर युमथाङ भ्याली ऊ परको खास चाहिँ यता चाहिँ रिभर साइड यता अपोजिटपट्टि हो यहाँ पपकर्न खाँदै हरेस मानिरहेछ हेलो गाइज आज चाहिँ म युमथाङ भ्यालीको अपोजिटपट्टि आएको छु त्यहाँ चाहिँ तपाईँको फ्लावर चाहिँ उताभन्दा ज्यादा रहेछ है सो मेरो पछि देख्नुहुँदैछ होला अलिअलि चाहिँ यो पछाडि तपाईँको यता चाहिँ युमथाङ भ्याली यो पछाडि चाहिँ युमथाङ भ्याली पर्छ यता चाहिँ है अब म अगाडि देखाउँछु तपाईँलाई युमथाङ भ्यालीको अपोजिटपट्टि खोला क्रस गरेर आएको त्यसको पनि तपाईँलाई भिडियो देखाउँछु है सो भ्याली अफ फ्लावर चाहिँ यहाँ यसलाई भन्छ है हेर्नुहोस् है ठ्याक्कै कस्तो लाग्यो तपाईँलाई भन्नुहोस् ल भ्याली अफ फ्लावर यति दामी फुलेको छ वेदर अलिकति खराब भएर चाहिँ पानी पर्ला हुँदैछ है सो भ्याली अफ फ्लावर चाहिँ यसलाई भन्छ हेर्नु सक्नुहुनेछ तपाईँले भ्याली अफ फ्लावर आम्मामा तपाईँले यहाँ क्यामेरामा कस्तो देख्नुहुँदैछ कुनै है तर यहाँ खुला आसमान आँखाले चाहिँ सुपर सेटिस देख्दैछ भ्याली अफ फ्लावर चाहिँ है हेर्नुहोस् त ऊ पर चारजना फोटो सुट गर्दैछ फोटो खिच्दैछ है त्यहाँबाट क्याम्पिङ पनि हुँदो रहेछ बाप रे बाप दामी रहेछ दामी सो गाइस तपाईँहरू पनि घुम्नु आउनु यति बेला चाहिँ पर्फेक्ट हो टाइम है अप्रिल मेमा चाहिँ यस्तो पाउनुहुन्छ है तपाईँले युमथाङ भ्याली नर्थ सिक्किम है सो गाइज हेर्नुहोस् होला जता हेऱ्यो फुलै फुल पर्पल यसलाई चाहिँ तपाईँले यो फुललाई चाहिँ याकले पनि खाँदैन अरे है यो फुल चाहिँ दामी छ सो गाइज यो फुलको नाम चाहिँ प्रेमुला हो भन्छ है प्रेमुला अरे प्रेमुला फुल हेर्नुहोस् है प्रेमुला यस्तो चाहिँ युमथाङ भ्यालीमा सो गाइज यति नै हो आजको मन पऱ्यो लाइक शेयर सब्सक्राइब गरिदिनुहोस् सर्ट भिडियोलाई है थ्याङ्क यू यहाँ चाहिँ फोटोसुट हुँदैछ लडी यहाँ क्यामेराम्यान पर पनि